नमस्ते नमस्ते सबैजना। आज म र मेरो बुवाहरूले आज हामी यहाँ बाहिर घाँस काट्न हिँडेको थियौँ। यसरी मेरो बुवाले घाँस काटिरहनु भएको थियो बाहिर हाम्रो लन मसिनसित। यसरी बिस्तारी बिस्तारी हामी घाँस काट्दै हिँडिरह्यौँ यसरी नै। अनि यहाँ बुवा यता पछाडि अगाडि गरिरहनु भयो। अनि त्यो तारबाट एकैछिन अब त्यो तारबाट यतापट्टि लानलाई बुवाले त्यो तार उठाउनु भयो, खोज्नु भयो। अनि तार त्यहाँ मेरो एउटा भाइ छ त्यहाँ भर्याङमा। अनि यहाँ अब तारबाट निस्केपछि अब एकैछिन बुवा थके मार्नु भइरहेको थियो। अनि थके मारी भ्याएपछि चाहिँ बुवाले अब फेरि सुरु गर्न थाल्नुभयो। मैले लाएपछि अनि अब फेरि घाँस काट्न थाल्नुभयो यसरी नै। अनि हाम्रो उतापट्टि एउटा कुखुराको खोर्नी हो एउटा उतापट्टि, यसरी नै काटिरहनु भयो अगाडि पछाडि गर्दै बुवाले। अनि एक दुई चक्कर हानिरहनु भयो बुवाले। अनि त्यसपछि त्यहाँबाट फेरि तारलाई हटाउनु भयो। अनि मैले नि यतैतिर देखिरहेँ। अनि त्यसपछि बुवाले त्यो तारहरूलाई यताउति हेर्नु भयो। अनि यहाँ यसरी अगाडि पछाडि गरिरहनु भयो घाँस काट्नलाई। अनि यहाँ मेरो एउटा सानो भाइ आएको थियो, त्यही भएर मैले यसरी देखाइदिएको थिएँ। यसरी नै अगाडि पछाडि गर्दै गर्दै घाँस काटिरहनु भएको बेलामा मेरो दुईवटा कुखुराहरू हुन्। अनि तिनीहरूलाई देखाउनलाई लगाएँ। यिनीहरू यत्रो ठुलो भएको हुन् साथीहरू। अनि त्यहीँ खोर पनि हो उनीहरूको त्यही साइडमा। अनि अब धेरै धेरै धन्यवाद यो भ्लग हेरिदिनको लागि। आजको भ्लग यहीँ सकिन्छ।